धेरैले सोध्ने गर्नुहुन्छ कि मेरो फलानु राशि, मेष राशि, वृष राशि मलाई कुन कलर चाहिँ धेरै फाप्ने गर्दछ भनेर चाहिँ उहाँहरूले प्रश्न गर्नुहुन्छ र मैले उत्तर यही नै दिने गर्दछु। राशिको आधारमा कलर महत्त्वपूर्ण हुँदैन है। कलरलाई हेर्नको निमित्त तपाईँको कुण्डलीमा जानुपर्ने हुन्छ। कुण्डलीभित्रमा लग्नेश, लग्नेश भनेको तपाईँ स्वयं होइन, लग्न भनेको स्वयं, र चतुर्थेश भनेको तपाईँको हृदय, तपाईँको मन हो नि त, चतुर्थ भाव, त्योसित तपाईँको कनेक्टिभिटी हुनु पऱ्यो क्या, कनेक्सन हुनु पऱ्यो। त चतुर्थेशको आधारमा, चतुर्थ भावमा बसेको राशि र ग्रहको आधारमा र लग्नेशको आधारमा नै व्यक्तिको जीवनमा कलरले महत्त्वपूर्ण प्रभाव पार्दछ। किन भन्दा त्यो हृदयमा हुन्छ, हृदयमा भएको चिजले नै तपाईँको जीवनमा असर पार्ने हुन्छ। त्यही भएर कलर हेर्दाखेरि, वाहन आदि खरिद गर्दाखेरि होस् या घरको लागि होस् या अन्य अफिसको लागि होस्, त व्यक्तिको लग्नेश र चतुर्थेशको आधारमा नै या चतुर्थ भावमा बसेका ग्रह र लग्नमा बसेका ग्रहकै आधारमा पनि यी कुरालाई हेरेर गऱ्यो भने त्यो व्यक्तिको जीवनमा फेरि कलरले आमूल परिवर्तन लिएर आउँछ। जय श्री